सुप्रभात साथीहरू। आजको रिभ्यूमा हामी सीता सिरियलको अर्को रोमाञ्चक मोडको चर्चा गर्नेछौँ। पछिल्लो एपिसोडमा हरि जेल गएका छन्, सीताले न्याय पाएकी छन् र सृष्टि पनि सुरक्षित छिन्। अब यहाँबाट कथा कस्तो मोड लिन्छ? हामीले यो एपिसोडको समीक्षा गरेर भविष्यका घटनाहरूको अनुमान गर्नेछौँ। पहिलो, हामी सीताको बलिदान र साहसको कुरा गर्छौँ। उनले आफ्नो परिवारको सुरक्षा र न्यायको लागि कति सङ्घर्ष गरिन्। यसले दर्शकलाई उनको जीवनसँग गहिरो रूपमा जोड्ने मौका दिएको छ। अर्को, हरिको जेल जानु भनेको केवल कानुनी कारबाही मात्रै होइन, यो परिवारका लागि नयाँ चुनौती हो। आगामी एपिसोडमा हामीले देख्नेछौँ कि सीता कसरी हरिको समर्थन गर्छिन्, उनको परिवार कसरी पुनः एकत्रित हुन्छ र समाजले कसरी उनलाई स्वागत गर्छ। त्यसपछि सृष्टिको जीवनमा फेरि नयाँ आशा देखिन्छ। उनले आफ्नो पढाइलाई पुनः सुरु गर्छिन् र उनी समाजमा सकारात्मक परिवर्तनको प्रतीक बनिरहेकी छिन्। यो कुरा दर्शकहरूका लागि ठूलो प्रेरणा हो। अन्त्यमा हामी सारा पात्रहरूका भविष्यका सम्भावनाहरूको बारेमा अनुमान गर्छौँ। के बसन्त र सीता बीचको सम्बन्धमा फेरि नयाँ मोड आउँछ? के हरि जेलबाट छुट्छन्? यी प्रश्नहरू हाम्रो अगाडि रहन्छन्, जसले हाम्रा ध्यानलाई अगाडि तान्छ। त्यसैले यो सिरियलको भावनात्मक गहिराई, न्यायको खोज र आशाको उज्यालो हामीलाई भावुक बनाउँछ। अर्को एपिसोडमा के हुन्छ हामी सबैलाई उत्सुकता छ। त्यसैले हाम्रा साथमा रहनुहोस् र एकदमै रोचक घटनाहरू आउन थालेका छन्।